साथीहरू, यदि तपाईलाई कफी पिउने बानी छ भने र तपाई आफ्नो घरमा कफी किनेर राख्नुहुन्छ, तपाई मिल्क कफी पिउनुहुन्छ, ब्ल्याक कफी पिउनुहुन्छ, अर्थात तपाईलाई कफी असाध्यै मन पर्छ र तपाई बजारबाट यस्तो कफीको बट्टा सिसी किनेर लिएर आउनुहुन्छ। यो सबभन्दा सानो सिसी हो, यो भन्दा अलिकति ठुलो पनि पाउँछ र त्यो भन्दा पनि अलिकति ठुलो पनि पाउँछ, अझै ठुलो पनि पाउँछ। त तपाई हुन सक्छ मिडियम साइजको बट्टा किनेर लिएर आउनुहुन्छ, सिसी किनेर लिएर आउनुहुन्छ र जब सकिन्छ त के गर्नुहुन्छ, फेरि त्यस्तै यस्तै सिसी किनेर लिएर आउनुहुन्छ र तपाईको घरमा यस्ता सिसी धेरै जम्मा भइसकेका छन्। साथीहरू, आज तपाईलाई म के जानकारी दिन चाहन्छु कि यदि तपाईलाई कफी पिने बानी छ भने र तपाई मार्केटबाट यस्तै सिसी किनेर ल्याउनुहुन्छ भने, यो नेस्क्याफेको हो, त तपाई चाहे यस्तो सानो सिसी किन्नुस्, यो भन्दा ठुलो किन्नुस् या तो भन्दा अझै ठुलो सिसी किन्नुस्, केही फरक पर्दैन। तर सिसी काँचको हुनु पर्यो, काँचको यो बट्टा हुनु पर्यो। नेक्स्ट टाइममा जब तपाईको यो सिसीबाट कफी समाप्त हुन्छ नि, त नेक्स्ट टाइममा तपाई के गर्नुस्, यो पाउच किन्नुस्। पाउच अहिले मेरो पासमा मैक कफी को पाउच छ, हुन त यो नेस्क्याफे हो, त यसको पनि पाउच पाउँछ, यसको पनि सिसी पाउँछ। त चाहे तपाई यसको सिसी किन्नुस् या यसको सिसी किन्नुस्, तर जब तपाईको सिसीबाट कफी समाप्त हुन्छ त त्यो बेला तपाई नेक्स्ट टाइममा सिसी नकिन्नु होला, किनकि तपाईको पासमा अलरेडी पहिलादेखि नै सिसी छ। त त्यो सिसीलाई सफा गरेर सुखाएर त्यसपछि नेक्स्ट जब तपाई कफी किन्नुहुन्छ भने यस्तो पाउच किन्नुस्। किनकि म तपाईलाई बताउने छु, यो मेरो हातमा जुन नेस्क्याफेको जुन यो छ, यो 24 ग्रामको हो र यसको मूल्य बजारमा खुद्रा मूल्य 210 रुपियाँ 220 रुपियाँ छन्। कसैले 220 रुपियाँ लिन्छ, कसैले 210 रुपियाँ लिन्छ। तर जब तपाई यस्ता पाउच किन्नुहुन्छ भने नेस्क्याफेको पनि पाउच पाउँछ। त यदि पाउच किन्नुहुन्छ भने त्यो तपाईलाई सस्तो पर्छ र यो पाउचमा 25 ग्रामको कफी छ। हेर्नुस्, यसमा 24 ग्रामको कफी दाम 210 रुपियाँ 220 रुपियाँ। यो पाउचमा 25 ग्राम कफी छ र यसको दाम खुद्रा दाम 150 रुपियाँ। त तपाईलाई 60-70 रुपियाँ फाइदा भयो, 60-70 रुपियाँ बचत भयो। त त्यसकारण यदि तपाईलाई कफी पिउने बानी छ भने त एकचोटि मात्र यस्ता सिसी किनेर राख्नुस् र नेक्स्ट टाइमबाट तपाई पाउच किन्नुस्। पाउचमा अलिकति बढी कफी पाउनुहुन्छ र मूल्य पनि कम पाउनुहुन्छ, त्यहाँ तपाईलाई फाइदा हुन्छ। त यही हो आज तपाईलाई विशेष जानकारी दिने भिडियो। ल साथीहरू, नेक्स्ट टाइम न्यू भिडियो न्यू टपिक फेरि भेटौँला। नमस्ते, धन्यवाद।